सम्पूर्ण अस्ट्रेलिया एप्लाई गर्ने स्टुडेन्टहरूलाई एउटा खुसीको खबर आएको छ। यो नयाँ खबर के आएको छ भने अस्ट्रेलियामा अहिले नेपाल कन्ट्री एसेसमेन्ट लेभल 3 बाट एसेसमेन्ट लेभल 2 मा प्रवेश गरेको छ। र यो एसेसमेन्ट लेभल 2 भनेको के हो, यसले नेपाली विद्यार्थीलाई के फाइदा गर्छ भन्ने हिसाबले आज म तपाईहरुलाई छोटो चर्चा गर्दैछु। एसेसमेन्ट लेभल 2 भन्ने बित्तिकै नेपाल एसेसमेन्ट लेभल 2 मा परेको छ। एसेसमेन्ट लेभल 2 भनेको यो निकै लामो समय पछाडि नेपाल एसेसमेन्ट लेभल 2 मा प्रवेश गरेको। यो एसेसमेन्ट लेभल 2 मा चाहिँ जति पनि नेपाली स्टुडेन्टहरुले अस्ट्रेलिया एप्लाई गर्न सक्छन्। अस्ट्रेलियामा एउटा त युनिभर्सिटी कलेजहरु पनि एसेसमेन्ट लेभलमा रहेका हुन्छन् र एउटा कन्ट्री पनि एसेसमेन्ट लेभलमा रहेको हुन्छ। एसेसमेन्ट लेभल 1 2 3 मा रहेका युनिभर्सिटी कलेजहरु रहेका हुन्छन् भने कन्ट्री पनि एसेसमेन्ट लेभल 1 2 3 मा हुन्छ। त्यसै अन्तर्गत नेपाल एसेसमेन्ट लेभल 2 मा आएको छ। अब कुनै पनि स्टुडेन्टले एसेसमेन्ट लेभल 1 को युनिभर्सिटी वा 1 को कलेजमा एप्लाई गर्यो भने एसेसमेन्ट लेभल 2 नेपाल परेको कारणले गर्दा कतिपय युनिभर्सिटी कलेजमा हाई कमिसनलाई फाइनान्शियल डकुमेन्ट नबुझाउन पनि हुन्छ। तर यो भन्दै गर्दाखेरि चाहिँ हामीले प्रिपेयर चाहिँ के गर्नुपर्छ भने हाई कमिसनले इन केस फाइनान्शियल डकुमेन्टहरु वा इंग्लिश रिक्वायरमेन्टका कुराहरु भोलि माग्दै गरियो भने चाहिँ त्यस्ता डकुमेन्टहरुले चाहिँ हामीले हाई कमिसनलाई बुझाउनु पर्ने हुन्छ। र त्यसैगरी एसेसमेन्ट लेभल 2 का कलेजमा पनि एप्लाई गरियो भने एसेसमेन्ट लेभल 2 का युनिभर्सिटी कलेज र प्लस नेपाल एसेसमेन्ट लेभल 2 मा भएको कारणले गर्दा यो 2 + 2 4 हुन्छ। 4 भएको कारणले गर्दाखेरि चाहिँ स्टुडेन्टले यस्तो केसमा पनि हाई कमिसनलाई यो एभिडेन्स अफ फाइनान्शियल डकुमेन्ट नबुझाउँदा पनि हुन्छ। तर भोलि माग्यो भने यसमा पनि बुझाउँदै गर्नुपर्ने हुन सक्छ। र यदि तपाईले एसेसमेन्ट लेभल 3 मा रहेका वा 3 मा रहेका युनिभर्सिटी कलेजमा एप्लाई गर्नुहुन्छ भने तपाई 3 + 2 नेपाल 2 मा पर्यो, एसेसमेन्ट लेभल 3 मा रहेका युनिभर्सिटी कलेज भए भने यस्तो कन्डिसनमा फाइम हुन्छ। यस्तो कन्डिसनमा चाहिँ तपाईले सम्पूर्ण फाइनान्शियल डकुमेन्टहरुको एभिडेन्सहरु चाहिँ यो डिपार्टमेन्ट अफ होम अफेयर्सले तपाईले बुझाउनु पर्ने हुन्छ। त्यसकारण हामीले बुझ्नुपर्ने कुरा अब चाहिँ के हो भने तपाई अस्ट्रेलिया एप्लाई गर्न खोज्दै हुनुहुन्छ, अस्ट्रेलिया जान चाहदै हुनुहुन्छ भने चाहिँ तपाईले अस्ट्रेलिया एप्लाई गर्दाखेरि चाहिँ एसेसमेन्ट लेभल 1 वा 2 मा रहेका युनिभर्सिटी कलेजलाई चाहिँ एकदम विचार गर्नुपर्ने हुन्छ र ती खालका युनिभर्सिटी कलेजमा चाहिँ एप्लाई गर्नुपर्ने हुन्छ। र त्यो कारणले गर्दाखेरि चाहिँ तपाईको फाइनान्शियल डकुमेन्टको बोर्डन अलिक कम हुन सक्छ। यो कुराहरु सम्पूर्ण जानकारी अब यो भिडियोबाट तपाईले कति कुरा बुझ्नु भएन मलाई थाहा छैन। तर यो कुराको बारेमा अलिकति विस्तृतमा बुझ्न चाहनुहुन्छ भने तपाईले हाम्रो सेन्ट जेभियर एजुकेसन कन्सल्टेन्सीमा तपाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ या भिजिट गर्न सक्नुहुन्छ। हस् त, थ्यांक यू।